किन लाग्छ किनभने उसको हरेक भिडियो एउटा फर्मुला हो बिग नम्बर्स बिग क्युरियोसिटी इम्पोसिबल साउन्डिङ मास क्लिक थम्बनेल फास्ट काट हाई स्टेक इमोशनल रिवार्ड जस्तै उदाहरणको लागि लास्ट टु लिभ सर्कल विन 500,000 और आई गेभ माई 100 मिलियन सब्सक्राइबर अन आइल्यान्ड उसले भ्युअर साइकोलोजीलाई बुझेर भिडियो बनाउँछ उनको स्टोरी टेलिङ अनि बीचमा देखाउने टेन्सन र लास्टमा पे अफ सबै कुरा उनको पर्फेक्ट हुन्छ अडियन्सको डोपामिन कन्टिन्यू फायर अप गर्छ तपाई सोच्न सक्नुहुन्छ कि उसले त सबै आफ्नो पैसा भिडियोमा उडाउँछ कमाउँछ कहाँबाट यस्तो देखिन्छ कि मिस्टर बिस्टले आफ्नो कमाइको सबै पैसा एउटै भिडियोमा फ्याँकिदिन्छन् तर त्यो सिर्फ उनको बाहिरी रूप हो मिस्टर बिस्टले युट्युबको एड रेभिन्यूबाट मात्र होइन उनले स्पोन्सरशिपबाट $1 मिलियन कमाउँछ र उनले कमाउँछ ब्रान्ड डिलबाट पनि जस्तै हनी शपिफाई एक्सेट्रा एक्सेट्रा मिस्टर बिस्ट मर्ड फिश एवल चकलेट साथै मिस्टर बिस्टको युट्युबमा अरू पनि च्यानल छन् जस्तै मिस्टर बिस्ट 2 बिस्ट गेमिङ बिस्ट फिलान्थ्रोपी यी सबै कुराहरू मिलाएर मिस्टर बिस्टले